बङ बङ त्यो मिसाल हानिरहेको छ। यसरी मिसाल हान्दा नि म चाहिँ आनन्दले सुतिरहेको छु, डर नलागे जस्तो गर। डर लागे जस्तो गर नि के गर्नु, बाहिर जाने कुरा भएन यस्तो हानिराखेको बेलामा। म त त्यत्तिकै अब त म कोठामै पासपोर्ट पनि यतै लकेजतिर राखेर ड्युटी जाने गरेको थियो। ड्युटी अलिक टाढा जाने गरेको थियो। सबै साथीहरू त झोलामा हालेर बोक्दा रहेछन् पासपोर्ट। मैले पनि आज त गोजीमा हालेर बोक्न थालेँ पासपोर्ट। के थाहा त, नेपाल त जानु पऱ्यो नि। केही कामले यता मिसाल हान्न प्लाच्चे केही भइगयो भने त, त्यहाँ म ड्युटीतिर भएको बेला रुम केही भयो भने त पासपोर्ट छैन। बिना पासपोर्ट त जाने कुरा भएन नेपाल। त्यही भएर आजदेखि एड्नी हौ पासपोर्ट बचाऊ। त्यही भएर ब्याग हानिरहेछ। घर पनि भूकम्प आए त थुर 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 काम्छ त। नसकिने भयो, नसकिने भयो, केही गर्दा नसकिने भयो। अब चाहिँ यस्तै छ जिन्दगी। ढुक्क मानेर बस्नु परेको छ जस्तो भए पनि। ल है त, तपाईँहरू पनि सेफली रहनुहोस्। टेन्सन नलिनुहोस्, हानिरहन्छ पटका पड्काए जस्तो हो। दिनमा एकचोटि हान्छ, ढुक्क मान्नुपर्छ। ल म चाहिँ सुतेँ, गुड नाइट।